गार्डन केयर ब्लगमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ म क्रिसेन्थेमम अथवा गोदावरीको जानकारीहरू लिएर आएको छु। यो गोदावरी मल्टिफ्लोरा चाहिँ एकदमै ढकमक्क गरी फुलेको छ। हामी देख्न सक्छौँ कसैको चाहिँ कोपिलाहरू फक्रेको छैन त कसैको ढकमक्क हुने गरी गमला ढाक्ने गरी कोपिलाहरू फक्रिसकेको छ। अनि हामीले गोदावरी लाई रोप्दाखेरि हामीले अत्यन्तै ध्यान दिनुपर्ने कुरा चाहिँ हामीले गोदावरी फक्रिँदै गर्दाखेरि हामीले फुलहरूमा स्प्रे गर्नु हुँदैन। फुलहरूलाई हामीले पानीबाट जोगाउनुपर्छ। हामीले माथि फुलहरूलाई भिज्ने गरी पानी दिनु हुँदैन। हामीले पानी दिँदाखेरि यसको फेदमा मात्र हामीले पानी दिनुपर्छ। यो गोदावरी चाहिँ एकदमै यसको सिजनमा राम्रोसँग फुल्ने फुल हो। यो चाहिँ धेरै कलरहरूमा अभाइलेबल हुन्छ। यो धेरै प्रकारको हुन्छ, प्रजातिको हुन्छ। अनि यसलाई केयर गर्नु, ध्यान दिनु चाहिँ अति जरुरी छ। यसमा चाहिँ कालो कालो प्रकारको एउटा लाई जस्तो लाग्ने गर्दछ। हामीले त्यसबाट जोगाउनको निम्ति हामीले लाईको दबाईहरू पनि प्रयोग गर्न सक्छौँ। हामीले यो फुलहरूमा कुनै पनि प्रकारको फर्टिलाइजर, स्प्रे लगायतका विभिन्न केमिकलहरू प्रयोग गर्नु हुँदैन। गोदावरीको जबसम्म कोपिला फक्रिसक्दैन तबसम्म हामीले पिनाको मल, फर्टिलाइजर मल हामी दिन सक्छौँ।